Hello guys, welcome to my YouTube channel. यो चाहिँ मलेसियाको कोलालम्पुर भन्छ है। यहाँ चाहिँ नि वर्ल्डकै फेमस टप हुन्छ नि, अब 3 नम्बर या 4 नम्बर हुन्छ त्यस्तो ट्विन टावर भन्छ यसलाई चाहिँ। यो रेड कलरको छ नि, यो दुईटा चाहिँ यो चाहिँ ट्विन टावर भन्छ है। जो मलेसियाको एकदम फेमस प्लेसहरु हो क्या। त्यो भिजिटरहरुको लागि, टुरिस्टहरुको लागि चाहिँ दामी हो। जस्तो म चाहिँ तर दिनमा जानु पाएको थिएन र नाइटमा गएको। पहिला हुन त 2 वर्ष भइसक्यो है। पहिला पनि जान्दै गएको थिएँ एकताल, तर यस्तो भिडियो चाहिँ बनाएको थिएन त्यति मजाले। यो चाहिँ नि यही हो ट्विन टावर चाहिँ। नेक्स्ट म चाहिँ यस्तो माथि गएर चाहिँ नि जुस खाँदै नि है यो भ्यूजको मजा लिए, किनकि यहाँबाट दामी भ्यूज देख्छ। मान्छेहरु पनि निकै थियो, भिडियो बनाउन यस्तो नर्भस लाग्दै थियो, कस्तो अप्ठ्यारो लाग्दै थिएन। बट अरूले के सोच्छ त्यो हुँदैन नि त, आफ्नो सेटिस्फ्याक्सनको लागि गर्नु पर्यो नि त। त्यो यस्तो भिडियो बनाउनु मात्रै हिँड्ने। अनि एकछिन पछि हामी पछाडिपट्टिको यो ब्रिजमा गएको थियौँ। यो ब्रिज चाहिँ नाम चाहिँ थाहा भएन, दामी चाहिँ दामी छ, तर यसको पनि कलर चेन्ज, लाइट चेन्ज हुन्छ, कलर चेन्ज हुन्छ हैन। यस्तो भिडियो गर्दै हिँडेको। ब्रिज पनि राम्रो थियो, मान्छे यो, तर यो ब्रिजमा त्यति मान्छेहरु थिएन कि नाइट थियो, त्यही भएर मान्छे ज्यादा जस्तो त्यही अगाडिको त्यो टावरमा हुन्छ कि ज्यादा जस्तो। फोटोहरु पनि खिच्दिन्छ, मैले पनि फोटोहरु खिचेको छु। त्यही यस्तो म चाहिँ भिडियो गर्दै हिँड्दै थिएँ। ठ्याक्कै साथी र म गएको थियो। साथीले चाहिँ मेरो पछाडिबाट ब्यागबाट लिदिरहेको रहेछ क्या भिडियो। मलाई चाहिँ दामी लाग्यो र मैले यहाँ एड गरेको यो चाहिँ। यो दामी थियो, कलर पनि चेन्ज भइसक्यो ठ्याक्कै हैन। अनि एकछिनपछि घुमिसक्यो त हामी पछाडि फर्क्यौँ। फेरि अनि रात भइसक्यो थियो, रातको त्यस्तै 12-1 बजिसक्यो थियो। अनि हजुरहरु कोही नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनुस्, लाइक शेयर गरिदिनुस् है त मेरो च्यानलमा।